ड्याडी हामी तपाईलाई उल्टो घरमा लिएर जाँदैछौँ। हेर्नु त त्यो उल्टो घर त हो नि। कसरी टेक्ने होला त ड्याडी? यस्तो उल्टो घरमा कसरी टेक्ने? ममलाई त अहिले रिङ्गटा लागिसकेछ। देखिन्छ होइन, उल्टै छ त ड्याडी। कसरी जाने? आउनु त्यो उल्टो घरमा कसरी टेक्ने होला? हेर्नु त आन्टी, मलाई यस्तो चिन्ता परिसक्यो। कसरी रिङ्गटा लाग्छ होला त? यस्तो उल्टो छ घर। कसरी जाने होला त? हेर्नु त साइकलै उल्टो रहेछ। ल कसरी त्यहाँ भइरह होला? नम्बर प्लेट उल्टो, घरको त्यो फुलहरु उल्टो। यो त पृथ्वीको त्यो नियमै उल्टो भयो त आन्टी। हो नि, हामी पनि यस्तै हुन्छौँ होला त्यहाँ गएपछि त। जानेर मलाई त डर लागेछ। जाउँ हेरौँ न त्यो कस्तो। अनि फेरि हामीलाई नि उल्टाइदियो भने? वाह, आन्टीले मलाई सम्झाइदिने। ल ल जाऊ। उल्टो घरमा गएर उल्टो हुन्छौँ हामी। बनाएको छु। कसरी अड्यो होला कि यस्तो? म सिलिङमा उभिरहेको छु। कसरी हुन सक्छ यस्तो? सबै साउन्डहरु माथि छ, सिलिङमा उभिरहेको छु म। यति मात्र होइन, एउटा कोठा मात्र होइन, यो प्लेटमा यस्तो घर किन्ने भनेको हामीले यस्तो अचम्मको घर रहेछ। कसरी बस्ने? यस्तो घर कसरी किन्ने बुढो? यो त अनौठो भयो त। हिजो पनि ढल्कल छ है। छोरीको कोठा भनेको त छोरीको कोठा यस्तो छ। छोरी तिमीलाई हुन्छ यो कोठा? हुन्छ। कस्तो राम्रो डेकोरेसन छ, उल्टो डेकोरेसन छ नि। अब हाम्रो रुम कहाँ छ होला? ल बाथरुम यस्तो छ, कसरी टयलेट गर्ने? ला उल्टो यो घर हेर्नु छ भने क्यानाडाको नाइग्रा फल्समा आउनु होला। उल्टो घर कस्तो लाग्यो त? दिमाग चाहिँ अलि सन्तुलन हुँदो रहेछ क्या। कस्तो भयो? भनेको कस्तो लाग्यो? कस्तो ठिक लाग्यो, एकदम राम्रो नि। यो पनि एउटा हरेक कुराहरू चाहिँ के हुने रहेछ भन्दाखेरि नयाँ खालको चाहिँ भयो भनेदेखि त्यसको महत्त्व छुट्टै हुने रहेछ क्या। यस्तो उल्टो घर त नेपालमा थिएन नि त। अनि त्यो उल्टो घरमा जाँदाखेरि चाहिँ कस्तो अनुभव हुन्छ भन्ने कुराहरू कसैलाई पनि थाहा भएन। मान्छे त्यहाँ जान्छ उसलाई मात्रै थाहा हुने के। त्यहाँ पनि छ नि ड्याडी, यो त थाहा पाइसक्नु भयो होइन? यहाँ त यो पनि त उल्टो घरै त हो नि। त्यो चाहिँ हामीले बाहिरबाट हेऱ्यौँ, त्यो नि उल्टो घरै हो। घर उल्टो छ नि, ढलेको जस्तो के। अर्को दिनको नाइग्रा भिजिट। यहाँ यस्तो पनि पो रहेछ त। छ त, देख्नु भएको थिएन? सानो इज फलोइङ ए क्यामेरा। तिमी यहाँ बस न। अलिक जानी पर्छ। अरे नजाऊ न।
गुजु एकैछिन नआऊ है, एकैछिन नआऊ ल। सानो नहेर त्यस्तो नगर है। यो चाहिँ ड्याडी आधा युएस को आधा क्यानाडा को। यो पनि आधा हेर्नु न उताबाट युएस पट्टिको भागबाट झरेछ अनि एउटा चाहिँ क्यानाडाको भागबाट झरेछ। दुई भाग भएर झरेछ। यो चाहिँ लास्ट पोइन्ट हो। यो चाहिँ लास्ट पोइन्ट हो। खै कहाँ जानुभयो? कान्छु यहाँ आऊ। कम्मरमा हात लाएर हिँडिछौ त तिमी त पोज दिएर। छोरी चाहिँ जुत्ता लगाउँदैछिन् अनि छोरीलाई धेरै थकाइ लागेको छ अरे। तर छोरी अहिले म्युजियम पनि जान खोजिरहेकी छिन्। हामीसँग अरू एक्स्ट्रा टिकट पनि छ नि छोरो, तिमी जाने कि नजाने? त्यहाँ ट्राफिक अङ्कलहरूले हेर त कस्तो मजाले सिकाइराख्नु भएको छ। सबैजना अगाडि बढिसके, हामी भने पछाडि भएका छौँ। यस्तो भयो भने हामी छुट्न सक्छौँ, त्यही भएर हामी छिटो छिटो हिँड्नुपर्ने हुन्छ। बाबालाई हेर, बाबा धेरै लखतरान भइसँग थकतरान अरे, लखतरान भइसँग लुकाऊ तर नदेखाऊ। बहिनीलाई रुवाउने काम नगर है छोरो प्लिज। वैरिज बहिनी यो फोटो भाइरल भएको थियो पहिलोचोटि भिडियो। मैले उल्टो बगेको हाल्दै थिएँ, ज्वाइँको अकाउन्ट पुरै भाइरल भएको थियो। पानी खसाइ हुन्छ कहिले सकिँदैन। यो त वर्षौँदेखि खसिरहेको छ, त्यही पनि सकिँदैन। पालको पानी सकिनु पर्ने हो। यहाँ पनि केही छ। के भयो छोरो? यता त केही देखिएन। यो त यतातिर यो त क्यानाडै भयो। उ त्यो पुलले अमेरिका र क्यानाडा जोड्छ। पर पुल छ नि यता। तिमी हेर्थ्यौ अब अब चाहिँ हामी नाइग्रा घुम्दा घुम्दा लखतरान भएर यहाँनिर रुखको चौतारी छाहारीमा बसेको छौँ। 2 दिन लगभग घुमियो, अहिले 3 बज्न लागिसक्यो। अब चाहिँ हाम्रो घर जाने योजना छ। जानुभन्दा अगाडि ड्याडीलाई समग्रमा नाइग्रा कस्तो लाग्यो त भनेर म प्रश्न गर्दैछु अनि ड्याडीले आफ्नो अनुभव सुनाउनुहुन्छ। ल ड्याडी। अब अत्यन्त सुन्दर ठाउँ रहेछ यो। धेरै पटक आइरहनु पनि पर्ने रहेछ, हेरिरहनु पर्ने रहेछ। यहाँ आउँदाखेरि आफ्ना भित्रका हृदयका चाहिँ दुःख पीडाहरू सबै यहाँ चाहिँ हराउँदा रहेछन्। त्यस्तो प्रकृतिले दिएको चाहिँ धेरै राम्रो ठाउँ रहेछ। धेरै हाइटबाट चाहिँ झरिरहेको यो नागिरा फल्स भन्दो रहेछ यसलाई। माथि आकाशतिर उडिरहेको जस्तो देखिरहेको छ। अनि हामीले बोटिङ पनि गऱ्यौँ, हिजै सिध्यायौँ। अनि आज चाहिँ हामीले चाहिँ यो नागिराको चाहिँ अलि क्यानाडाको अलिक माथिबाट चाहिँ बगिरहेको यो फल्सलाई चाहिँ हेर्न आएका छौँ। अनि थाकेर चाहिँ हामी यहाँ एकछिन रेस्ट गरेर बसिरहेका छौँ। ल धन्यवाद। अब हामी लगभग भ्लगको अन्तिमतिर आइपुगेका छौँ। अब 1-2वटा क्लिप्सहरू अझै पनि हुन्छन् होला बाटोमा, तर नाइग्राको लागि चाहिँ यति नै हुनेछ। अर्कोचोटि फेरि अर्को भ्लगमा भेटौँला। यो भ्लग चाहिँ एकदम इम्पोर्टेन्ट भ्लग हो। क्यानाडा मान्छेहरू क्यानाडा आइसकेपछि नाइग्रा घुम्नुपर्ने एउटा महत्त्वपूर्ण संसारको कति आश्चर्य मध्ये एउटा हो है नाइग्रा। हो नि। हो, त्यही भएर यहाँ घुमाउनु थियो ड्याडी मम्मीलाई, सबैजनालाई घुमाइयो। यता यता ल बाई। चिकन स्टिम, भेज स्टिम अनि भेज चाउमिन।
चल छोरी पनि गर्थ्यो के एउटा अझै गर्ने अरे के भन्नु गर्थ्यौ न आफ्नो बुनुलाई अझ सबैजनाले एकैछिन ल बुवा पनि ल 1 2 3 गो अब खानुपर्छ छोरो के हुन्छ चेस गर्दाखेरि तिम्रो पहिलेदेखिको बानी हो बसिरहेको निन्द्रा पुर्याउने आज पनि रेस्टुरेन्टमा बसेर निन्द्रा पुर्याइसक्नु भएको छ ड्याडीले त्यो हात अडेस लाएर त्यो पनि निधाएर निन्द्रा पुर्याउनुहुन्छ हेर्दा निधाइसक्छु मम्मी ड्याडीको यो पहिल्यैदेखिको बानी हो क्या बस्दा त्यही निन्द्रा पुर्याउने सिरानी पनि चाहिँदैन हामी नाइग्राको हाइवे छोडेर कन्ट्री साइड आएको छौँ कन्ट्री साइडको भ्यू हेर्ने भनेर आज चाहिँ यही नै यो ब्लगको अन्तिम पार्ट मेरो बुढोलाई एकदमै धेरै निन्द्रा लागेको छ थकाइ लागेको छ थकाइ सँगसँगै निन्द्रा पनि त लागेको छ त्यही भएर अरू बेला म अगाडि सुतेँ भने पनि फरक पर्दैन थियो आज बुढी तिमी कन्ट्री साइड हेर्छौ भनेर मैले लिएर आएको नसुत भनेर रिक्वेस्ट गर्नुभयो त्यही भएर म उठेर ब्लग बनाउँदैछु होइन त हामी नाइग्राबाट फर्किँदैछौँ तर लन्डन जान चाहिँ मन छैन किनकि लन्डनमा 40 डिग्री सेल्सियस छ अरे तापक्रम बढेको छ ज्वाला फुट्न पनि सक्छ तर घर नगइकन पनि भएन मेरो घरमा एसी छैन सबभन्दा समस्याको कुरा अब हामी यसरी नै बाँच्नुपर्छ आज राति